बाई बाई बाई। तिम्रो जाने बाटो नि यही हो होइन। बाटोको अवस्था यस्तो छ, ठिकै छ त्यो। किन भनेको कस्तो रहेछ त भनेको पऱ्यो, राइडर हो भनेको के। भाइ अघि अघि हुनुहुन्छ, भाइ पछि पछि, भोलि पछाडि बसिरहेको छ चलाउन डराएर। यो मिल्यो हो क्या हो। कर्णालीको तिरतिरै बाटो यस्तो छ है। तर उता उता धेरै हिल के अरे धुलो भएर भिडियोहरू बनाएन। अहिले चाहिँ यहाँको बाटोहरू देखाइरहेको छु तपाईँलाई। यो चाहिँ रारा आउने बाटो हो। दैलेख हुँदै अब हाम्रो लगभग जुम्ला मुगु हुँदै जाने हो। सर है त्यस्तो बाटो हेर्दै अवस्था यस्तो छ है। यही हो ल भेरी होइन कर्णालीको तिरतिरै बाटो त यता छ होइन। हामी चाहिँ ऱ्याक्क लाएर यहाँ होइन हान्दै फोटो फेरि नानमा गाउँ आउँदैछ। अब भाइको रफ्तार राम्रै छ। चिसो फिल भइरहेको छ यहाँ चाहिँ होइन। अब यहाँबाट लगभग 86 किलोमिटर जुम्ला छ। अनि हामी आज अब जुम्लासम्म बस्दै माथि माथि आएपछि चाहिँ राम्रो रहेछ फेरि। तल बिग्रियो फेरि माथि राम्रो काहीँ बिग्रेको होइन।
हस्पिटल आयो नानी अघि के अरे ठुलो हस्पिटल छ भने होइन सायदै हो त्यो बाटै छोड्छ नि त खुट्टाहरू छ कालीकोट जिल्ला प्रवेश भयो कालीकोट हस्पिटल रहेछ यो पानी छिटो हानेछ प्लास्टिक हानेको प्लास्टिक अनि छिटो हानेर फटाफट गयो तलबाट देखेको बजारै हो मानमा हामी जाने कहाँ भन्ने पनि थाहा छैन फर्स्ट टाइम आएको होइन कहाँ आइरहेछौँ कहाँ के हो भन्ने कुरो जति हिँडे पनि बाटै सकिँदैन के हो यस्तो अवस्था बल्ल डे 2 मा चाहिँ अहिले नागमा कालीकोट नागमा आइयो अब हामी यो होटेलमा बस्ने है बाइक ट्याग कहाँ छ अब यो होटेलमा बसिन्छ हामी ट्यागका हात्ती माथि आएपछि चाहिँ हिजो हिलो रहेछ बाटो सिटोङ टु रालाको यात्रा डे 3 आज हाम्रो तेस्रो दिन हो यात्रा कठिन तर चाहिँ गन्तव्य सुन्दर भने जस्तै हो नि त अलिअलि त कठिन भइहाल्छ नि कहाँ सजिलो छ आएर आउनलाई यतिको त खानु पऱ्यो नि बाटो सकिन्न फेरि हिलो त कति हो बाई बाई
के ठाउँ आयो हामी घोडे मङ्गा भन्ने ठाउँ आइपुग्यो अहिले चाहिँ। अब यहाँ चाहिँ गर्दा अझै हामीलाई 5-6 घन्टा लाग्छ भन्ने छ। अब हेरौँ जाँदैछौँ। यो चाहिँ स्याउको बोटहरू हो। अहिले त अब सिजन छैन नि त स्याउको बोट, त्यही भएर स्याउहरू फलेको छैन। अब गाउँहरू देख्नु सकिन्छ। यहाँ त घरहरू चाहिँ हामी जुम्ला आइपुग्यो। अब ट्याक्क यहाँ डे 3 आज अब यहाँ लन्च गर्ने। अब यहाँ बिहानको खाना खाएर यहाँबाट हामी निक्लिन्छौँ यो ठाउँमा। ट्याक्क यस्तो छ यो जुम्ला देख्न सक्नुहुन्छ। यताबाट चाहिँ हामी आएको, हामी जानुपर्ने चाहिँ यता। अब यहाँ खाना खाएर जानु नेक्स्ट चाहिँ अब खानाहरू बनाउनु पर्छ। अब आधा 1 घन्टा रेस्ट हुन्छ। यहाँ रेस्ट पनि हुन्छ, बिहानबाट ननस्टप हिँडेको हो। अब 12 बज्न लाग्यो, खाना खाने टाइम पनि भयो होइन। माथि माथिको बाटोहरू पनि यस्तै होला। अब के कस्तो हुन्छ, आज डे 3 भइसक्यो, अझै राजा पुगेको छैन। अब हामी फेरि त्यति धेरै हतार गरेर पनि हिँडेको छैन। बिस्तारै हल्का बिहान रेस्ट भयो नि, त्यही हिसाबले हिँडिरहेको छ नि त। त्यही भएर आरामले हिँडेको कारणले डे 3 भयो। आज बेलुकासम्म आराम। Heading to Rara, still not reaching Rara. Rara धेरै टाढो रहेछ, अहिलेसम्म खै Rara आइपुगेको छैन। के भयो बाइक र ठुकेछ नि अनि म मोबाइल हेर्नेतिर लाग्यो। भिडियो नगरेर त म हेरिहाल्थेँ नि। त्यहाँ स्कर्पियो र बाइक चाहिँ ठोकिएको रहेछ। अब मैले चाहिँ राम्रोसँग हेरिनँ। भिडियोतिर हेरियो गर्मीतिर अलिक घुम्तीमा रहेछ। पुलिसहरू आएर पुलिस रिपोर्ट बनाउँदै होला। हाम्रो टार्गेट रहेर अघि नै पुग्ने हो, तर अहिलेसम्म पुग्न सकेको छैन। आज लामो बाटो रहेछ रहेर त बाटो तलको यो बाटो छैन जाने हामी। तल पनि छ त बाटो, यस्तो बाटो चाहिँ आउने अर्कै बाटो होला आउने। जुम्लाबाट आएको बाटो हो कि एउटा जुम्ला बजारबाट आउने बाटो छ भन्दै थियो, सायद त त्यही बाटो होला।
चाहिँ हालिले त्यसै भने होइन नि त स्विजरल्यान्ड यता सैनिक एरिया भने सैनिक एरिया हो सैनिक आर्मीहरू बस्ने नट सैनिक बन्द गर्नु पर्यो अहिले अब हामी दाइ कहाँ छौँ हामी दाइ गएर आइज नि कहाँ हामी जुम्ला बुलबुले जुम्ला भुलबुले तर यो स्विजरल्यान्ड भन्दा कम छैन होइन ट्याक्क देख्न सक्नुहुन्छ यो पछाडिको सिनहरू चाहिँ होइन 2-4 फोटो खिच्छु यहाँबाट तर दामी रहेछ कि यो चाहिँ अब यहाँबाट हामी अगाडि लाग्छौँ यस्तो सिन त कति आउँछ तपाईँहरूले हेर्दै जानु एमआर श्रेष्ठ ब्लगमा अब पछाडिको सिनहरू सबै यस्तै छ